गर्ने राजनीतिज्ञ होइन। म समाजसेवी हुँ र सेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दाखेरि पनि निष्पक्ष हुनेछ। समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभाको चुनावमा उम्मेदवार हुने कुनै रहर पनि थिएन, मैले सोचेको पनि थिएन। तर 2082 साल भाद्र 23-24 गतेको जेएनजी आन्दोलन भएपछि जेएनजी भाइ बहिनीहरूले मलाई नै बोलाएर शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए। त्यति बेला म ताप्लेजुङ जिल्लाको गाउँ गाउँमा किताब बेचिरहेको थिएँ। मेरो आफ्नो आत्मकथाको किताब बेचिरहेको थिएँ र 4 महिनासम्म मन्त्रीको रूपमा काम गर्दाखेरि मैले शिक्षा क्षेत्रमा भएका अनेकौं समस्याहरू, चरम राजनीतिकरण र विकृतिहरू देखेँ। ती विकृतिहरूलाई हटाएर विद्यालय, कलेज र विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ। त्यसको लागि 3वटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र 4वटा नियमावलीहरू ल्याउन प्रयास गरेको थिएँ। तर ती नियमावलीहरू ल्याउन त्यति बेला काम चलाउ सरकार भएकोले जतिसुकै प्रयास गर्दाखेरि पनि सकिएन र नियमावलीहरू त्यति बेलाको मन्त्री परिषदले अनुमोदन गरेर विधायक समितिमा पठाइसकेको थियो। महिनाको 4 गते बेलुकी 7 बजेसम्म पनि मैले ती अध्यादेशहरू र नियमावलीहरू ल्याउन टुप्पीदेखिको बल लगाएर प्रयास गर्दाखेरि पनि विधायन समितिबाट ती कामहरू अगाडि बढेनन्। त्यसैले मैले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीमा स्वतन्त्र उम्मेदवारको नाम दर्ता गराउन गएको हो। पहिलो अध्यादेश हाल भएका 18वटा विश्वविद्यालयहरूको व्यवस्थापन र सञ्चालनलाई राजनीतिकरणबाट मुक्त गरी पठन पाठनलाई प्रभावकारी बनाउन छाता कानुन बनाउने थियो। त्यसमा सम्पूर्ण विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाएर योग्य र इमान्दार प्राज्ञिकहरूको समूहले विश्वविद्यालय सञ्चालन गर्ने भन्ने विधेयक थियो। विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्न यो काम गर्नै पर्छ। दोस्रो अध्यादेश विश्वविद्यालयमा लेक्चरर, उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकहरूको नियुक्तिमा भएको चरम राजनीतिकरणलाई हटाउन र योग्य व्यक्तिहरूलाई नियुक्त गर्न हाल प्रत्येक विश्वविद्यालयमा भएका 18वटा विश्वविद्यालय सेवा आयोगहरूलाई खारेज गरी लोकसेवा आयोग जस्तै एउटा मात्र सेवा आयोग गठन गर्ने भन्ने विधेयक थियो। तेस्रो अध्यादेश अर्थतन्त्र विकास गरेर नेपाललाई कागजमा मात्र होइन कि आर्थिक रूपमा नै एउटा समृद्धिशाली देश बनाउन र युवाहरूलाई स्वदेशमा नै रोजगारी सृजना गर्नको लागि विज्ञान, प्रविधि, व्यावहारिक अनुसन्धान र नवप्रवर्धनलाई उच्च प्राथमिकता दिने र पहिलो संशोधन अध्यादेश 2082 भन्ने रहेछ। त्यसमा चाहिँ म के भन्न चाहन्छु भने अब आउने 2084 को प्रदेश र स्थानीय सरकारको चुनावमा विदेशमा काम गर्ने सम्पूर्ण वैधानिक नेपाली नागरिकहरूले पनि भोट दिन पाउने व्यवस्था होस् भन्ने कुराको अनुरोध गर्न चाहन्छु। किनभने यो कुराले गत फागुन 21 गतेको चुनावमा पनि व्यवस्था होस् भनेर म आफू मन्त्री हुँदाखेरि पटक पटक प्रयास गरेको हो। त्यो हुन सकेन र धन्यवाद।